हेलो साथीहरु, गुड आफ्टरनुन। तपाईहरु कस्तो हुनुहुन्छ? सबै सन्चै सुविस्ता हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज मैले भिडियोको बनाएको कारण चाहिँ मैले फेरि एउटा नयाँ आर्ट लिएर आइराखेको छु मेरो है। अन्त नयाँ त हैन, पुरानै हो, तर म चाहिँ यस्तो के जाति कुर्सीको धागोको बनाइरहन्छु। मलाई मन पर्छ, तपाईलाई थाहा छ त, कति भिडियोमा देख्नु भएको छ है। अन्त मैले चाहिँ यसपालि चाहिँ के बनाएको छु भने धागोको चाहिँ मैले लाछा बनाएको छु, आफ्नै फुलहरू हालेर हैन, फुलहरू हालेर अलिकति आर्ट गरेर त्यसमा अलिक युनिक बनाउनु खोजेको, जस्ट मैले एउटा बनाइराखेको छु। अन्त तपाईहरुलाई म देखाउन चाहदैछु त्यो चाहिँ कस्तो भयो। तपाईहरुले हेरिदिनुहोस्, अन्त लाइक कमेन्टहरू पनि गरिदिनुहोस्, मलाई कमेन्ट गरिदिनुहोस्। अन्त यस्तो चीजहरू चाहिँ म धेरै चीजहरू बनाउन जान्दैछु, जस्तो भने लाछा, अहिले जस्तो अब हाम्रो केटाकेटीहरू नाच्छ, तिनीहरूको लागि कानकोहरूदेखि लिएर शिरबन्दीहरूदेखि लिएर सबै मैले धागोको त्यस्तो आइटमहरू बनाउन सक्छु हैन। अन्त ड्रेसअपहरूमा अब जुनै ड्रेसअपमा पनि यो लाछा चाहिँ एकदमै राम्रो देखेँ क्या, राम्रो लाग्यो मलाई चाहिँ। अन्त तपाईहरु पनि हेर्न सक्नुहुन्छ, म तपाईलाई देखाउँदैछु, तपाईलाई कस्तो लाग्छ। यहाँ हेर्नुहोस्, मेरो चाहिँ यो हो धागोको यसरी बनाएको यो फुलहरू लगाएर लाछा है। यो चाहिँ अलिकति लामो बनेको छ, मैले एकजनाको लागि बनाइदिएको। अन्त तपाईलाई देखाउनको लागि चाहिँ मैले यहाँ बुहारीको टाउकोमा लगाइराखेको छु। अन्त यहाँ बुहारीको चाहिँ अलिक छोटो छ कपाल, त्यसले गर्दा चाहिँ यहाँ हेर्नुहोस् यस्तोहरू छ। यसमा चाहिँ तपाईँले भेराइटिज कलरहरू पाउनुहुन्छ हैन। अन्त यो ड्रेसहरूमा चाहिँ यति राम्रो देख्छ, यो ड्रेसहरूमा चाहिँ एकदमै राम्रो, जुनै ड्रेसमा लाउँदा पनि राम्रो देख्दो रहेछ, कुर्ता पाइजामातिर हैन, त्यस्तो लाउँदा राम्रो देख्दो रहेछ। अन्त तपाईहरुलाई कस्तो लाग्यो यहाँ हेर्नुहोस् भिडियो चाहिँ। अन्त यसमा धेरै कलरहरू पाउनुहुन्छ, तपाईहरुलाई मन पर्यो भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ, म बनाइदिन्छु।